इजरायलबाट विपिन जोशीको अन्तिम विदाई गरिएको छ भने भोलि सोमबारका दिन त्रिभुवन विमानस्थलमा चाहिँ उहाँको शव ल्याइनेछ होइन। अनि भोलि उच्च स्तरीय पदतीय को व्यक्तिहरू जाँदैछन् श्रद्धाञ्जली दिनको लागि होइन। खै के मुखले जाने हुन् तिनीहरू, म त अचम्म लाग्छ होइन। जब हमाजले कब्जा बनाएर राखेको थियो, जब हमाजले कब्जा गरेर लगेको थियो, तब केही बोल्न सकेनन्, चुइङको कसैको आवाज उठाएन। बिचरा ती आमा र बहिनीले यति दुःख गरे होइन। तर त्यसको फलस्वरूप भगवान् पनि कति निस्वार्थी हुँदो रहेछन् भन्ने कुरो चाहिँ देखियो होइन। फलस्वरूप तिहारको मुखको अगाडि त्यो एउटा निधार खाली त्यही माथि लाएर सधैँभरिको लागि एउटा आमाको कोख रित्तियो होइन। त्यो हेर्न चाहिँ कतिको गाह्रो सिचुएसन होला बिचारी ती आमालाई, बिचारी ती बहिनीलाई, जसले दिन रात छ कि दाइ, छ कि छोरो भनेर दिन रात खोजतलास गरिन्। त्यो क्रममा चाहिँ न सरकारले सहयोग गरिदियो न कसैले गरे। तर जेसुकै पनि उनीहरूको आँट र हिम्मतलाई चाहिँ मान्नै पर्छ। अनि भगवान्को यो लीलै त हो होइन। श्रद्धाञ्जली विपिन जोशी दाई। अनि भगवान्ले चाहिँ उनको परिवारले जुन एउटा चाहेको थियो त्यो फल दिन नसके पनि भगवान्ले चाहिँ परिवारलाई चाहिँ हुन्छ नि धैर्य धारणको शक्ति चाहिँ प्रदान गरिदिनु भन्न चाहिँ हामी चाहन्छौँ। अनि यस्तै छ नेपाल सरकार, युवा मार्न चाहन्छ नेपाल सरकारले, हुन्छ नि आफै पठाएर, हुन्छ नि हमाजले कब्जा गरेर लाग्दा पनि चुइङको केही बोल्न सकेन। यस्तै छ सरकार, विदेशी नै युवालाई विदेशी नै बाध्य बनाउने, मर्न पनि बाध्य बनाउने। यस्तै जबसम्म नेपालको व्यवस्था परिवर्तन हुँदैन तबसम्म यो अवस्था यस्तै भइरहेको हुन्छ। आज एउटा विपिन जोशी गयो, भोलि अर्का विपिन जोशी बन्ने छन्। तर रोकिने चाहिँ कहिले छैन नेपाल सरकार नसुध्रिएसम्म।